उहाँ दिदी हुनुहुन्छ, उहाँको पनि कुरा सुनौँ है, कस्तो हुन्छ ल। उहाँको पनि कुरा सुनिहालौँ एकचोटि। दिदी भिडियो बनाउन सक्छु हजुरको? ल उहाँ चाहिँ दिदीलाई पनि मैले यहाँ प्रोटेस्टमा देखेको छु है, यतातिर बस्नु भएको छ। के रिजनले थियो होला दिदी मेन हजुरको चाहिँ? एक्सिडेन्ट भएर यस्तो भएको। एक्सिडेन्ट भएको रे उहाँको चाहिँ दिदीको? गराउने व्यक्तिले उपचार नगरिसकेपछि चाहिँ आज सडकसम्म आउनु पर्यो। एक्सिडेन्ट गर्ने व्यक्तिले उपचार गराएन होइन, त्यसपछि तपाईँ आफ्नो न्यायको लागि चाहिँ आउनु भएको छ माइतीघर मण्डलामा है, आफ्नो आवाज उठाउन चाहिँ। यसमा बस्नुहुन्छ? यहाँ बस्नुहुन्छ गाइज, हामी उ त्यहाँ देख्न सक्छौँ है, यस्तो रहेको छ त्यहाँ दिदीको चाहिँ। सो यहाँमा बस्नुहुन्छ? कति दिन भयो दिदी यहाँ बस्नु भएको? 4 महिना। दिदीको चाहिँ 4 महिना भयो। हजुरको नाम चाहिँ? देविका। सुनसरीबाट? सुनसरीको व्यक्ति सुनसरी इनर नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्ष सुमन थापा भन्ने व्यक्तिले चाहिँ गाडी एक्सिडेन्ट गराएर चाहिँ उपचार। वडा अध्यक्षले एक्सिडेन्ट गरायो हजुरको? नेपाली काङ्ग्रेस पार्टीको वडा अध्यक्ष सुमन थापा भन्ने मान्छेले एक्सिडेन्ट गराएर उपचार नगरिसकेपछि हजुर अहिले घाउ पनि पाकिरहेछ, खुट्टा सक्सेस भएको छैन उहाँको दिदीको। खै दिदी एकछिन अझ हेरौँ है, खुट्टै चल्दैन, सो खुट्टा चल्दैन। सो यहाँ माथि नै पाकिरहेको छैन हो दिदी, यो मेन यहाँदेखि यस्तो घाउ छ है। हजुर 4 महिना बस्नु भन्नुभयो यहाँ? हजुर सडकमा 4 महिना भयो यहाँ। अनि सम्बन्धित मान्छेले हजुरको कुरा सुनेन अहिलेसम्म पनि? सुनिदिनु भएको थियो, मलाई न्याय दिनुभएको थियो भने रोडमै हुँदैन थियो, कसैबाट कहीँबाट कुरा सुने। गृहमन्त्री आएर कोही भेट भयो हजुरको? भेट भयो। गृहमन्त्रीले के भन्नुभयो? हजुरलाई न्याय पाउनुहुन्छ भनेर भन्नुभएको छ। अब उहाँले भनेकै वचनमा छु। अब जस्तै मान्छेको अलि ढिला हुनसक्छ होइन, अब नयाँ सरकार छ, नयाँ गृहमन्त्री छ होइन। ढिला भन्दा पनि यस्तो हो, अब मेरो चाहिँ ढिला गर्ने अवस्था छैन। त्यही त हजुर, ढिला भन्नाले पनि 2-4 दिन ढिला हुनसक्छ, तर यस्तो सिरियस केस छ होइन हजुरको चाहिँ, एकदमै चाँडो हुनुपर्छ। वडा अध्यक्ष जस्तै एउटा प्रतिनिधिले गाडी एक्सिडेन्ट गराएर चाहिँ ऊ खुलाम बसिरहेछ भनेदेखि मलाई यो अपाङ्ग अवस्था बनाएर सडकसम्म ल्याएको छ। उसले पनि अपाङ्ग हुनुपर्छ भन्ने हो कि दिदी मेरो मान्यता चाहिँ। हजुरलाई यसरी छोड्नु भएको छ होइन, हजुरको त्यो खुट्टा त हिँड्नै सक्ने हुन्न नि त हजुरको चाहिँ। चल्दैन, उठाइदिनुपर्छ। अहिले नानीले उठाएर यहाँ बसेको। हजुरलाई उसले यस्तो हालतमा छोड्या छ भनेपछि उसले पनि उस्तै हालत भोग्नुपर्छ भन्ने हो कि मेरो मान्यता चाहिँ। हजुर अब उपचार राम्रोसँग 81 साल फागुन 22 गतेको घटना। हजुर अब अहिले 83 साल हुँदा पनि उपचार नगर्नु भनेको त उहाँको अलिक नैतिकताले पाउँदैन हो, त्यो त हो नि। किनकि कोही मान्छेलाई दुर्घटना गराएर चाहिँ यस्तो बनाएर छोड्नु भनेको चाहिँ महाअपराध हो र त्यो अपराधी एउटा फेरि गरिमामय पदमा बसेको एउटा वडा अध्यक्ष जस्तो मान्छेले होइन, अब हामी जस्तो सर्वसाधारण मान्छेलाई चाहिँ रोडसम्म ल्याएर एउटा जनप्रतिनिधि वडा अध्यक्ष मान्छे चाहिँ कुर्सीमा बस्न अलिक नैतिकताले भ्याउँदैन। हजुर र अहिले पुरानो सरकार थियो त्यति बेला त, अहिले नयाँ सरकार आउनु भएको छ। उहाँहरूको आशमा त्यो अपराधीलाई चाहिँ कानुन कठघरामा ल्याउनुहुन्छ र मलाई उपचार गराउनुहुन्छ, मलाई न्याय दिनुहुन्छ भनेर यहाँ आएको छु। अब अहिलेको सरकारको आशमा छु, सुदन गुरुङको आशमा छु। खासमा सुदन गुरुङले जे गर्नुहुन्छ उहाँले गर्नुहुन्छ होला जस्तो भन्ने आशा छ मलाई पनि होइन, आशा छ। बसेको छु। अब उहाँले यदि मलाई न्याय दिनुहुन्छ, उपचार पाएछु भने ठिकै छ, पाएन छु भने रोडमै भयो भने अब मर्नु पऱ्यो नि, अब के गर्ने। हजुरले किन मर्नु पर्यो र मर्ने त अब जसले त्यो काम गरेछ त्यसले मर्नु पर्यो नि त होइन, किनकि हजुर त पीडित हुनुहुन्छ नि त। हजुरको आजलाई दबाएर हजुरले त त्यस्तो काम गर्नु भएन नि त कसैले पनि होइन। 81 सालदेखिको अहिले 83 साल हुँदासम्म पनि उसले कतिसम्म दबाएको छ। अब त्यति बेलाको माहौल सरकार फरक थियो होइन, पार्टीगत हिसाबले व्यक्तिगतले हेर्थ्यो। पार्टीको आडमा बस्ने, पैसा खाने, दलाली, ठग, भ्रष्टाचारी, बलात्कारी यस्ता मात्रै थिए र अहिलेको नयाँ सरकारमा चाहिँ त्यस्तो हुनुहुन्न र न्याय दिनुहुन्छ भन्ने आशा ल्याएको छु होइन। अब धेरैजनाले नराम्रो कमेन्ट गरिरहनु भएको छ, उहाँहरूलाई पनि म के भन्छु भनेदेखि 81 सालको घटना, किनकि पहिलाको पुरानो सरकार हुनुहुन्थ्यो त्यति बेला मलाई दबाउन खोज्नु भयो, न्याय दिनु भएन, उपचार पाइनँ। एउटा पार्टीको आडमा बसेर एउटा जनप्रतिनिधि जस्तो मान्छेले उपचार नगरिकन भागिरहनु भयो होइन। त्यो कारणले गर्दा अहिले हाम्रो नयाँ सरकार आएपछि चाहिँ एउटा सानो आश बोकेर आएको हो। मैले न्याय पाउँछु, मेरो खुट्टा गुमाउने स्थिति आउँदैन भनेर चाहिँ म आएको हो। नराम्रो कमेन्ट नगरिदिनु होला। अहिले सो गाइज म भन्छु होइन, जतिले पनि नराम्रो कमेन्ट गर्नुहुन्छ तपाईँले कमेन्ट गरेर केही पाउनु हुँदैन होइन। अब एक्चुअल पीडितको होइन, पीडितको दुःख के हो भन्ने कुराहरू तपाईँले बुझ्नु भएको हुँदैन। तपाईँ माइतीघर मण्डलामा आउनुहुन्छ भने
तपाईँहरूले यहाँ कसैलाई मान्छेलाई देख्नुहुन्न कि जो रमाएर आएर बसिरहेको छ। दिदी 4-4 महिनादेखि बस्नु भएको छ, कोही 12-13 महिना, कोही 120 दिन भयो होइन। त्यसरी किनकि मान्छेले आफ्नो दुःखहरूलाई दुःख पाइरहेको हुन्छ, न्याय पाइरहेको हुँदैन, त्यसलाई न्याय पाउनको लागि मान्छेले आफ्नो आवाज उठाउनको लागि आइरहेको हुन्छ है। नराम्रो कमेन्ट नगर्नु होला कसैले पनि कसैलाई है। दिदीको पोस्टमा आएर पनि नराम्रो कमेन्ट नगर्नु होला भन्न चाहन्छु म। सो किनकि मैले वास्तविक पीडा लिएर आएको छु। पहिलाको सरकारले मेरो पीडा नबुझेर अहिलेको नयाँ सरकारले पीडा बुझ्नुहुन्छ भनेर यहाँ आएपछि चाहिँ मैले उपचार पाउँछु भनेर आएको हो। अहिलेको सरकारलाई मैले विरोध गर्न आएको होइन, अहिलेको सरकारको आशमा चाहिँ आएको हो। नराम्रो कमेन्ट गर्नेलाई चाहिँ म के भन्छु भनेदेखि आज मलाई परेको छ, आज भोलि उसलाई पनि पर्न सक्छ होला। किनकि मेरो जस्तो अवस्था भोलि अरूलाई पनि आउन सक्छ। जब आफूलाई पर्छ तब मात्रै थाहा हुन्छ। अर्काको दुःखमा नरमाइदिनु होला। बरु सक्नुहुन्छ भने राम्रो गर्नु होला, सक्नुहुन्न भनेदेखि नराम्रो पनि अधिकार हुन्छ। बरु सक्नुहुन्छ भने जति सक्दो भिडियोलाई सेयर गरिदिनु होला होइन। किनकि जति भिडियोहरू सेयर हुँदै गयो, जति कुराहरू व्यापक हुँदै गयो त्यति नै होइन सुनवाई पनि चाँडो हुनसक्छ। हेर्नु न, यो नाबालिका छोरीको स्कुल बिग्रिरहेछ, एउटा अपराधी खुलामा बसिरहेछ। त्यसको छोराछोरीको पढ्ने अधिकार थियो भने मेरो छोरीको पनि पढ्ने अधिकार एकदम है। हजुरको छोरी भन्नुभयो है। उहाँ चाहिँ अहिले कतिमा पढ्नुहुन्छ? अहिले 8मा पढ्दैछ। अहिले 8मा पढ्ने समय होइन। अहिले स्कुल बिग्रिरहेको छ, 4-4 महिना भइसक्यो। पढ्ने समयमा यसरी माइतीघर मण्डलामा दुःख पाउनु भनेको एकदमै गाइज यो कुराहरू चाहिँ होइन एकदमै। सो यार रोडमा यहाँ विरोध गर्न आका भनेर धेरैजनाले भन्नुभएको छ। धेरैले त्यस्तो नबुझ्नु होला गाइज है। दिनमा मैले पनि यस्तै खुट्टा बोकेर गएर मैले वास्तविक भन्दाखेरि मैले पनि गएर भोट हालेको मान्छे मै हो। हजुर हजुर। तर अहिले मलाई त्यस्तो नराम्रो कमेन्ट गर्दाखेरि धेरै चित्त दुख्छ। म पनि अहिलेको रासोपा सरकारलाई म विरोध गर्न आएको होइन, रासोपा सरकारलाई म न्याय माग्न आएको हो। अपराधीहरूलाई सजाय दिनुहोस् र पीडितलाई न्याय दिनुहोस् भनेर आएको हो। हजुर यही भन्न चाहन्छु। हजुर धन्यवाद दिदी है। सो दिदीको कुराहरू पनि सुने मैले, धेरै मान्छेहरूको कुरा सुने। यसरी म किन भिडियो बनाइरहेको छु भनेपछि अब यसरी होइन भिडियो बनाउँदा किनकि मान्छेको दुःख पोख्ने ठाउँ हुन्छ नि त दिदी है। किनकि आफ्नो पीडा जति सेयर गर्यो, दुःख जति सेयर गर्यो त्यति नै कम हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले म उहाँहरूका कुराहरू बुझ्न हो वास्तवमा के हो त भन्ने कुराहरू है। सो सबैले नराम्रो कमेन्ट नगर्नु होला, सक्नुहुन्छ भने सपोर्ट गर्नु होला है भन्न चाहन्छु। र जति सक्दो चाँडो यहाँ जति पनि बस्नु भएको छ होइन। अनि विशेष गरी दिदीको चाहिँ एकदमै मैले सिरियस केस देखेँ है। दिदीको कुरा चाहिँ एकदमै चाँडो पुरा होस् यस्तो कुराहरू देखियोस् यार। सो गाइज यार, सो खुट्टा एकदमै हिँड्न गाह्रो भइरहेको छ होइन। सो यस्तो चाहिँ नहोस् यार। सो यार